गुड आफ्टरनुन गाइस। आज चाहिँ अप्रिल 3 तारिक भयो अनि अब साथीहरू चाहिँ कलेजबाट घर गएको थुप्रो दिन भइसक्यो। म चाहिँ कोठामा एक्लै 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 भइरहेको थिएँ। सो आज चाहिँ मैले के प्लान गरेँ भन्दा एकजना क्यान्टिनको हाम्रो कलेजको क्यान्टिन स्टाफसँग यहाँ नजिकैको फेस्टिभल घुम्न जाने कुरा भयो। उहाँले लाइक जाने हो भन्नुभयो, मैले केही पनि नसोचिकन जाने हो भनिदिएँ। अब चाहिँ जानको लागि म लगभग लगभग रेडी भइसकेछु। अनुहार त त्यस्तै हो, अब माइक खोलेर हेर्दै जानु होला। अब कसरी गइन्छ के गरी गइन्छ त्यो मलाई केही पनि थाहा छैन। अब त्यो दाइ आएपछि म एकचोटि जोड्छु कि तपाईँहरूलाई। अब बाँकी चाहिँ फेस्टिभल कस्तो हुन्छ, के फेस्टिभल हो, मैले अब यहाँको भाषाअनुसार कतिको बुझ्न सक्छु अनि त्यो अनुसारले म तपाईँहरूलाई देखाउँछु। टिल देन किप वाचिङ है त। मैले माइक सेटअप पनि गरिसकेँ। अब लाइक वायर्ड माइक भएको हुनाले चाहिँ अलिकति अप्ठ्यारो हुन्छ कि जस्तो छ। तर अब सजिलो भयो भने माइक युजै गरेर गर्छु, सजिलो भएन भने माइक युज नगरिकन गर्छु। दाइ चाहिँ अझै आइपुग्नु भएको छैन। हुन त 3-4 मिनट 5 मिनट जस्तो भयो होला मैले तयार भएर अनि पर्खेको। आउनुहुन्छ, त्यस पछाडि जान्छौँ। हिँड्दै जानुपर्छ अलिकति, त्यस पछाडि चाहिँ बाइकमा लिन आउने जस्तो कुरा छ अरे। सो केरलामा आएर बाइकमा 3जनाको एक्सपिरियन्स फर्स्ट टाइम त नहोला, तर लाइक अब त्यस्तै त्यस्तै हुनेवाला छ। लेट्स सी के हुन्छ है त। हामी चाहिँ निस्क्यौँ अब यहाँबाट। कितना दूर है? थोड़ा सा है। थोड़ा मतलब कितना किलोमीटर? 2 किलोमीटर होगा। 2 किलोमीटर होगा। ओके, 2 किलोमीटर पर छ। अनि रातभर होइगा ना वो फेस्टिभल? रात भर रहेंगे। रातभरि हुन्छ। अनि अहिले चाहिँ हामी अब यहाँ कलेजलाई ब्याकग्राउन्डमा छोडेर हामी हिँड्यौँ। म चाहिँ कस्तो अक्वर्ड देखिरहेछ आफैलाई। लाइक अब क्लिन चाहिँ गर्दिनँ नि त म, पहिलोचोटि गरेको। त्यसमा त्यहाँनिर जुङ्गासुङ्गा केही मिलाएको छैन, कालो पनि उस्तै कालो। ओहो, हनुमानकै छालो जस्तो कालो देखिएको छ, देखिन पनि त्यस्तै छ। अब जाँदै गर्छु अनि त्यस पछाडि देखाउँछु के हुन्छ कसो हुन्छ भनेर। अहिलेलाई चाहिँ हामी यो बाटो हुँदै जान्छौँ। हिँड्ने बाटो एकछिन हिँड्ने अनि त्यस पछाडि हेरौँ के हुन्छ। भगवान्ले साथ दिएको भनेर यस्तै मौसमलाई भनिन्छ होला क्या, सिदिस। अरू बेला यो टाइम भनेको एकदम घाम लाग्ने टाइम हो। अहिले चाहिँ यस्तो आनन्दको भएको छ, यस्तो आनन्दको भएको छ। अनि यो सधैँ हामी त्यो अस्ति नै क्र्याब हन्टिङको लागि भिडियो खिच्न आएको ठाउँ यही हो। बाटो चाहिँ अलि राम्रो बनाएको छन् यतातिर। अनि यस्तो यस्तो यो के उयो ल्यान्डमार्क होला, यो के हो आई डोन्ट नो, यस्तो यस्तो छ। अनि पुरै अन्धकार भइसक्यो, पानी पर्ला जस्तो भइसकेको छ। नरिवल घारीहरू यस्तै हो यहाँ, यस्तै छ। यो चाहिँ केरेला, केरेला हो। सुपारी पनि छ यहाँ, तर खाना पाएको छैन। मुझे चाहिए था सुपारी, कौन देगा? कोई निकाल सकता है? हाँ, निकाल सकते हैं। मार देंगे। में है ना बहुत सुपारी। ओके, हामीलाई लिन चाहिँ बाइक पनि आइपुगिसक्नु भयो ठ्याक्क। यसैमा जान्छौँ, कोही बात छैन। हामी चाहिँ हिँड्यौँ बाइकमा चढेर। अब मजा आउँछ। यस्तै छ, हिँडिरहेछौँ। आई डोन्ट नो माइकमा कस्तो आवाज आइरहेछ। फाइनल्ली आइपुग्यो अनि हामीलाई चाहिँ उहाँले लिन आउनु भएको हो। पेरेन्दा राधाकृष्णन। राधाकृष्णन चाहिँ नाम हो, राजेश राधाकृष्णन। आडिबोली। अनि यो ठाउँ चाहिँ यस्तो छ, ब्युटिफुल प्लेस, मस्त छ। अब जे हुन्छ देखाउँदै जान्छु। यो चाहिँ घर हो होइन। अनि अब त्यस्तै त्यस्तै हो, घरसर बिस्तारै बिस्तारै देखाउँदै जाउँला। यस्तै छ, मस्त ठाउँ लाग्यो। अनि हामी अब यसो बाहिर घुम्न निस्क्यौँ। मलयालम बोलेर बुझ्न चाहिँ बुझेन, तर लाइक दे वेलकम टु मी भेरी वेल होइन। मजा आयो। अनि उहाँको बहिनीको घर हो। अनि अल्सो यु है, यहाँको इन्भाइरोमेन्ट कस्तो छ।
See this. क्या टाइममा आयौँ हामी थाहा छ? पानी पर्न थाल्यो। अब भाग्न परिहाल्यो नि हामी, भिजिहालिन्छ नत्र। मैले चाहिँ यो घरमा आएपछि यहाँका बच्चाहरूको यति धेरै मेडल देखेँ होइन। अनि मैले मलाई पढाउने स्यामुएल सरलाई सम्झेँ। लाइक केरलाकोमा चाहिँ हरेक कुरामा विद्यार्थीहरू एक्स्ट्रा ट्यालेन्टेड हुन्छन् अनि मेडल हुन्छ, तिमीहरूको त के मेडल हुन्छ र भनेर भन्नुहुन्थ्यो। त्यस्तै यो चाहिँ एकतिरको मात्रै हो, अर्को कोठामा अर्को छ, कुनै म्याराथनको छ, कुनै एकाडेमिक्सको छ, कुनै के को छ। लाइक सबभन्दा राम्रो ब्युटिफुल चाहिँ यो सेकेन्डमा देखिरहेको हो क्या अरे, अनि सबभन्दा ठुलो पनि यही हो। त्यस्तै छ यो घरमा चाहिँ, बच्चाहरू पनि ट्यालेन्टेड रहेछन्। त्यस्तै हो। फर्चुनेटली हामी आएको घरमा चाहिँ एनिभर्सरी रहेछ होइन, अनि केक काट्ने तयारी हुँदैछ। सो यु हाउ विल दे डु इट है त। सबैजना मलयालममा बोलिराख्नु भएको छ, सो अलिकति डिफ्रेन्ट लाग्न सक्ला। ह्याप्पी वेडिङ एनिभर्सरी, 19th एनिभर्सरी रहेछ। एनिभर्सरी हो। ल अब म मेरो के खाना पर्दैन। ह्याप्पी एनिभर्सरी। तन्मय छ यहाँ, राजेश दा यता छन्। आई एट द केक, मैले खुवाउन चाहिँ खुवाइनँ। वन्स अगेन ह्याप्पी एनिभर्सरी चेची, ह्याप्पी एनिभर्सरी। गुड। पानी आयो होइन, अनि अब रमाइलो भयो। एनिभर्सरी पनि मनायौँ। 19औं साल भएछ बिहे गरेको। अनि अब म तपाईँलाई यस्तो ठाउँबाट यस्तो ठाउँबाट ठ्याक्कै मामा घर, मेरो मामा घर चेरो जस्तै लाग्दो रहेछ क्या यो ठाउँ चाहिँ, मलाई त्यस्तो लाग्यो। यहाँ चाहिँ अब ठ्याक्क धान काटेको रहेछ होइन, अनि अघि पानी आएर एकछिन पानी अब 15-20 मिनट जस्तो पानी आयो होला, अलि राम्रोसँग आयो, पुरै भरिहाल्यो क्या यहाँ चाहिँ। यस्तै अनि मजा। यो त्यो परको त्यो देखिने त्यो चाहिँ ताडको रुख हो। ताडी बोल्दैन उसको, ताडी हो अरे। अनि यो पनि हो नि होइन, यो पनि ताडी नै हो। त्यस्तो छ मलयालममा पाना पाना। दामी ठाउँ छ ल। मस्त ठाउँ छ, मस्त ठाउँ छ। हामी चाहिँ अब पुरममा जान लागेको। पुरम क्या था उसका नाम? नाम क्या था? कुमाटी जान लागेको। अनि मसँग चाहिँ एउटा नयाँ गेस्ट छ, तेजस। से हाई। तेजस राजेश दाइको छोरा। हामी चाहिँ जाँदैछौँ यस्तो 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 गरेर हामी जाँदैछौँ होइन। तेजस माई न्यू फ्रेन्ड, सेम कलर म्याचिङ कलर। जाँदैछौँ अब पुरम पुगेर अनि देखाउँछु ल कस्तो हुन्छ। ब्याट्री चाहिँ अब डाउनै हुन लागिसक्यो जस्तो भइसक्यो, कति देखाउन सक्छु। अब कार्यक्रम स्थल नजिकै पुग्न लागेर होला होइन। यो ट्याक्क पर देशदेखि अब यो रुखमा अथवा पोलमा जहाँ पोसिबल हुन्छ सबैतिर बत्ती लगाएको छ। अनि यतापट्टि चाहिँ यो नहर जस्तो हो, अहिले चाहिँ पानी छैन। अब रेनी सिजन हुन थालेपछि त्यहाँ पानी आउँछ अरे। यता धान काटेको खेत, अब यता धान काट्ने मौसम रहेछ। बाइ द वे नेपालको हिसाबमा कुरा गर्ने हो भने चाहिँ अहिले आज चैत 21 गते भयो, थाहा छैन। मैले यो भ्लग कुन दिन अपलोड गर्छु। अनि त्यही हो, हाम्रो कलेजबाट चाहिँ धेरै टाढा एउटा ड्याम जस्तो देखिन्छ। त्यो चाहिँ यो ट्याङ्की रहेछ, त्यो चाहिँ यो पानीको ट्याङ्की रहेछ। मलाई चाहिँ ड्याम जस्तो लाग्थ्यो। त्यो चाहिँ
मेरो फोनले 100 टाइम्स जुम गर्दा पनि देखिँदैन थियो। आज म त्यो ठाउँमा आइपुगेँ ल। मन्दिर नजिकै आइपुग्न लाग्यौँ। अब भेरिएसन हेरौँ ल। यस्तो सबै बकुल्लै बकुल्लाको सहर जस्तो छ यहाँ चाहिँ। त्यस्तो छ। अब हामी जान्छौँ। मन्दिर चाहिँ यहाँ नजिकै छ। अब यहाँबाट चाहिँ अहिले देखिएन होइन। त्यहाँनिर त्यो बिचमा हो, त्यो ठ्याक्क बिचमा त्यो चाहिँ मन्दिर हो। अनि थुप्रोतिरबाट मेलाहरू आउँछन् रे। अनि बिचमा चाहिँ भेटिने ठाउँ जस्तो रथहरू ल्याए जस्तो। अनि यो चाहिँ फुल एकदम सुन्दर फुल, बहुत मजा आउने हेर्दाखेरिको फुल। अनि यो फुल देखाउने पार्टनर चाहिँ तेजस। ल यो चाहिँ मन्दिर हो, यो मन्दिर हो। ल हामी त्यहीँ जाने हो। अब यहाँबाट मन्दिर नजिक आइपुगेपछि अब यो के बेच्नेहरूको यताउता पनि सुरु भयो। इधर से भी आएंगे क्या? वरिपरिबाट आएर भेटिने ठाउँ मन्दिर हो। यो चाहिँ पुलिसको गाडी हो, गस्ती गर्नु पर्यो नि त, त्यही नै हो। ल उताबाट अर्को गाडी आयो। यस्तै छ यहाँ चाहिँ व्यापार सुरु हुन थाल्यो। कति ठुलो मन्दिर छ हौ, यस्तो छ। अनि अब यहाँ मान्छेहरू प्रार्थना गरेर हुन्छन्। यस्तो यस्तो देख्न पाइन्छ नि त यहाँ त। फेरि मस्त हुन्छ नि त यहाँको त कुरा त। पानी परिरहेको छ, सो मैले माइक निकाल्ने रिस्क लिएन। अनि यस्तो क्या अच्छा। अनि केटाकेटीलाई चाहिँ यस्तो छ, कौस्तुभ भएको भए मामा गाडी गाडी भन्थ्यो होला। कौस्तुभ छैन। यता चुराहरू छ। यो चाहिँ मन्दिर भयो, नाइस वान। चाहिँ मन्दिरभित्र आएँ, मलाई थाहा छैन यहाँ फोटो भिडियो लिन पाइन्छ कि पाइँदैन। नलिनु भनेर कहीँ लेखेको रहेन रहेछ। सो लाइक भगवान्को मूर्ति चाहिँ यहाँ हुनुहुन्छ। अब म दर्शन गर्छु ल। मैले चाहिँ सानो पुजारीको अझै भेटाएँ होइन। अनि म उहाँसँग एउटा हि इज द वान। अनि पेरेन्ट पेर अनिरुद्ध, गुड नेम। यो अर्को मन्दिर यहाँभित्र चाहिँ गणेशजी हो क्या? गणपति यहाँ गणेशजी गीत यस्तो रहेछ। कार्तिक र गणेशजी। ओके फाइन। मन्दिरभित्र छौँ होइन। यस्तो हुन्छ यहाँको मन्दिर चाहिँ लाइक अर्कै खालको स्पिरिचुअल फिल आउने खालको ठाउँ लाग्छ मलाई चाहिँ होइन। किनभने ठुलो स्वरले बोल्न मिल्दैन नि त, बोल्नु भएन। त्यही नै हो। यहाँको अब दियोहरू म देखाउँछु। यस्तो छ यहाँ चाहिँ केरला स्टाइलमा टिका पनि लगायो भने यस्तो गरेर 1 मिनट यस्तो 1300 लगाइदिनु हुन्छ यहाँले हो क्या? यस्तो 1300 गरेर लगाउँछ। हामी चाहिँ ठाडो लगाउँछौँ होइन। यता चाहिँ 1300 गरेर लगाउँछौँ। यो चाहिँ केरला स्टाइल हो। यो चाहिँ ब्याकग्राउन्डको मन्दिर भइहाल्यो। यस्तै छ। अनि जहाँ पनि मन्दिर भिडभाड हुने भएपछि सुरक्षाकर्मी चाहिन्छ। ब्याकग्राउन्डमा चाहिँ सुरक्षाकर्मीहरू हुनुहुन्छ। यस्तै नै हो। बोलो कहिल्यै पछि भगवान्हरू जस्तो क्या यहाँ चाहिँ यस्तो देखाउँछु ल। यस्तो चौतारा जस्तै हो यहाँ, हाम्रो जस्तै चौतारा। अनि मेला कसरी आउँछ हेरौँ है। त्यहाँबाट आइरहेछ मेला। अब चाहिँ मैले माइक लगाएँ किनभनेदेखि वाइल्डै हल्ला हुन्छ होइन। त्यो पनि अब यसले भ्याउँछ कि भ्याउँदैन मलाई थाहा छैन। त्यस्तो छ हल्ला चाहिँ। मेला चाहिँ यसरी आइरहेको हुन्छ होइन। म सुनाउँछु है तपाईँहरूलाई ठाउँ।
यो चाहिँ आफ्नो कल्चर हो होइन नाच्दै आउँछन् कि मान्छेहरू बच्चादेखि बुढासम्म सबैजना नाच्दै 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 यहाँको कल्चरै हो आई डोन्ट नो मेरो आवाज कतिको सुन्नेको छ म लाउडै बोलिरहेको छु बोल्न त योभन्दा अगाडि देखाएको चाहिँ अर्को गाउँको थियो अब यो चाहिँ अर्कै गाउँको हो यहाँको स्टाइल स्ट्राटेजी नै फरक हुन्छ पुरै ट्राइबलहरू जस्तो देखिन्छ हेर्दाखेरि चाहिँ म देखाउँछु है तपाईँलाई आउँदै जान्छ मैले देखाउँदै जान्छु गाना बजानादेखि लिएर सबै कुरा हुँदाखेरि चाहिँ त्यो पनि धेरैवटा गाउँबाट आउने हुँदाखेरि चाहिँ अलि रमाइलो नै फिल हुँदो हो क्या मेरो भ्लग चाहिँ न्युज रिपोर्टिङ जस्तो लागिरहेको होला है तपाईँहरूलाई ल हेर्नुहोस् टाउकोमा त्यो कति भारी होला त्यो चिज ल अब बिसाए अब बिसाए यो चाहिँ अब अर्कै गाउँको हो होइन यो चाहिँ अर्कै गाउँको डिफ्रेन्ट गाउँहरूबाट डिफ्रेन्ट मान्छेहरू आएर हरेक ठाउँको आफ्नो आफ्नो हुन्छ अब अर्को चिज अर्को झाँकी हेर्नुहोस् यसरी गाउँ गाउँ गरेर झाँकी आउँछ यहाँ अगाडि अर्को त्यस्तै छ मन्दिरवाला रिजन छोडेर हामी रोडवाला रिजनमा निस्किसक्यौँ होइन अनि यो रोड चाहिँ कस्तो हुन्छ भनेदेखि यसरी देखिन्छ यो ल यसरी हिँड्यो भने देखिन्छ यो चाहिँ यसरी सामानहरू बेचिराखेको हुन्छ ब्याकग्राउन्डमा मेरो देखिन्छ होला होइन सामानहरू बेच्नलाई पुरै रोडभरि रोडको साइडभरि हुन्छ तर नेपालमा जस्तो चाहिँ रोड चाहिँ जाम गरिँदैन नेपालमा जस्तो चाहिँ अलि हुँदैन रोडमा गाडीको आवत जावत चाहिँ सजिलो नै हुन्छ म अगाडि देखाइदिन्छु ल अगाडिको रोड हो होइन मान्छेहरू छन् तर रोड ब्लक छैन एउटा लेन दुईटा लेन हुनसक्छ तर लाइक
यस्तो वाइल्ड भनेर हुँदैन यहाँको यस्तो छ सिस्टम बल्ल मेलाको रमझम सुरु हुन थाल्यो यसरी परपरको गाउँहरूबाट हात्तीहरू आउन थाल्यो अब हामीले के गर्न थाल्यौँ भन्दा मकैको फुल खान थाल्यौँ अडिपोली ಈ ಪೇರೆಂದ ಅರಿಲ್ಲ नो प्रॉब्लम मकैको फुल खान थाल्यौँ अब खान्छौँ एन्ड देन विल सो यु है त गुड वन नाइस अडिपोली लाइक रातिको 10:30 बज्यो होइन अनि हामीलाई अब खाना आइपुग्यो यहाँनिर आज मेरो लाइक नाइट मेयर जस्तै भइरहेछ होइन अनि पालकड मटर राइस खाँदैछु म लाइफमै फर्स्ट टाइम यस्तो छ अनि यहाँ छ यो भाँडा अब लाइक अरू केही तरकारी सरकारी आउला के होला कसो होला मलाई लाइक अब यो लाइफको काइन्ड अफ नाइट मेयर जिए जस्तो भइरहेछ नो इस्युज गुड वान रातको 12 बज्यो अनि हामी फेरि अब त्यो मन्दिरमा जाँदैछौँ त्यहाँ चाहिँ मेला लागिरहेको छ नि त अनि त्यो मेला हेरेर हामी जाँदैछौँ साह्रै रमाइलो हुँदो रहेछ यता चाहिँ मैले चाहिँ अनुभव गरेको चाहिँ के भनेदेखि तपाईँको कसैले तपाईँलाई नजा यो नगर त्यो नगर भन्दैन क्या मजाले गए हुन्छ मजाले गरे हुन्छ जे गर्ने हो घुम्ने फिर्ने मस्त छ हामी फेरि अघिको जस्तै त्यो साइडमा लाइट्स भएको ठाउँमा आइपुगिसक्यौँ अनि म हिँड्दैछु त्यसपछि मसँग तेजस पनि छ तेजस भाइ पनि छ राजेश दाइ पनि साइडमा हुनुहुन्छ अनि अब टेम्पल जाने क्रममै हो अलि थुप्रै हिँड्नुपर्ने थियो हिँड्नलाई होइन अनि त्यही भएर हामी हिँडि नै रहेछौँ हिँड्दाखेरि खिची पनि रहेछौँ अनि अघि नैको चाहिँ मैले अघि त्यो मोबाइल चार्जमा राख्नुभन्दा अगाडि फुटेजहरू हेरेको थिएँ त्यो माइक मैले एक्सटर्नल जोडेको थिएँ तर त्यसले गर्दाखेरि क्यार आएछ धेरै केही छैन अब त्यो फुटेजलाई चाहिँ कम्प्रोमाइजै गरेर हेर्नुपर्ने हुन्छ होला होइन अब हेरौँ म त्यो नोइज रिड्युस हुन्छ कि ट्राई त गर्छु भयो भने भइहाल्यो भएन भने केही छैन हेर्नु होला एउटा पुरमको कस्तो हुन्छ केरलामा भन्ने एउटा लाइक अनुभव हो मेरो लागि पनि तपाईँहरूको लागि पनि नौलो चिज हुन्छ कि न स्टेट हुँदै त अब चाहिँ मन्दिरमा पुगेर मात्र खिच्छु ए ओरा नै देखि गाडीहरूको लाइन छ बाइकहरूको लाइन छ होइन मन्दिर त ऊ परै हो अनि अब पुग्न आँट्यौँ भनेर देखाएको अनि व्यवस्थित चाहिँ म तुलनात्मक हिसाबले भन्न खोजेको त होइन तर अब यो यही पुरमकै लागि यही फेस्टिभलको लागि भनेर लाइट्सहरू लगाइदिएको होइन अनि यत्रो मान्छेहरूको फ्लो हुने ठाउँमा बाटोमा फोहोर हेर्नु न छैन भन्न मिल्यो नि त यतिकोलाई त होइन त्यत्रो मान्छे उफ्रिने गर्ने अनि यहाँनिर चाहिँ त्यो पेपरहरूकै उडाउँछन् होइन पटाका पनि वाइल्डै पड्काउँछन् त्यो अलग कुरा भयो तर अरू फिजिकली देखिने फोहोरहरू चाहिँ त्यस्तो साह्रो देखिँदैन पटाका एउटा नेगेटिभ पार्ट हो हुन त अब त्यसलाई त्यसको पनि केही होला पोलिसी गभर्मेन्टको बाँकी हेर्नु न ल मस्त लाग्दैन त हामीले चाहिँ यो बलुनहरू किन्यौँ होइन एउटा त नभनौँ एउटा किन्यौँ खासमा यो मलाई छोड्नु मन लागेर किने हो कि अनि भाइले एकछिन खेल्न खोज्यो एकछिन खेल्छ
एन्ड देन यो छोडिदिने बेलामा पनि म भिडियो सुट गरि नै रहेको हुन्छु है। यस्तै छ। मन्दिर चाहिँ यो भयो, यो चाहिँ मन्दिर हो। मेरो लेन्समा लाइट एकदम हेभी लाइट भयो, रिफ्लेक्सन आइरहेको होला, प्लिज इग्नोर इट। अनि मैले अघिको कन्डिसनलाई युज गरेँ के अरे हेरेर माइक चाहिँ युज नगर्ने विचार गरेँ, किनभने अलिकति बढी नै साउन्ड डिस्टर्ब भयो जस्तो लाग्यो। यस्तै छ, हामी यसो गरिरहेछौँ, यस्तो भइरहेछ। यहाँ राजेश दाई भिडियो खिचिरहेछन्, भाइ बलुन खेलिरहेछ, यता मान्छेहरू सामान बेचिरहेछन् होइन। यता पनि पसलै पसल, यता पनि पसलै पसल, यता पनि पसल, यता मन्दिर। यही हो आजको कुरो। भोलि बिहानसम्ममा चाहिँ आइपुग्छ होला यहाँनिर त्यो हात्तीहरू। अनि त्यो चाहिँ अब कसरी हुन्छ, कतिको पसफुल हुन्छ म देखाउने कोसिस चाहिँ गर्छु। अघि नै एउटा देखाइसकेको छु हात्ती होइन, 2-3टा हात्ती भएको चाहिँ फोटो चाहिँ लिएको छु। पानी पऱ्यो र धेरै सुट गर्न पाइएन, केही छैन, जस्तो हुन्छ जे हुन्छ आइल बी सोइङ यु है त। ल अब हामीले यो छोड्ने विचार गऱ्यौँ होइन। भाइ पनि छोड्छु भनेर रेडी भयो, किनभने उसले माथि अर्को उडेको देख्यो। अनि हामी यसलाई पनि छोडिदिन्छौँ। 1 2 3 गयो। ल हाम्रो पनि गयो, गया खतम। ले कति माथिसम्म पुग्छ नो आइडिया। ल मैले चाहिँ लाइन पनि भयो, कहाँसम्म पुग्छ हेरौँ ल। अब देखिँदैन होला, योभन्दा माथि चाहिँ देखिँदैन होला अब। ल एउटा हामीले छोडिदिउँ, 60 रुपियाँ बर्बाद गऱ्यौँ है। यो देखाउन त मैले अघि नै पनि देखाएको हो होइन, तर यो चुवाको बोट रहेछ क्या हाम्रोतिर हुने। अनि मलाई चाहिँ त्यो बचपनको नोस्टाल्जिया आएर हो। अनि यस्तो पातलो हाँगामा यसरी बाँधेछन् क्या यिनीहरूले ध्वजाहरू। ल एउटा ग्रुप चाहिँ आयो होइन। अब यो ग्रुपहरूले चाहिँ के गर्ने रहेछ भने चट्ट आउने अनि आएर सर मन्दिरको गेटभित्र बस्ने, मन्दिर परिक्रमा गर्ने जाने, त्यो सिस्टम रहेछ। एउटा ग्रुप चाहिँ म परबाट आउँदैछ, म देखाउँछु। त्यो टाउकोहरू देखिए चाहिँ एउटा ग्रुप हो होइन, त्यो गाउँ अनुसारको ग्रुप हुँदो रहेछ फेरि। नजिकै आइसक्यो है। यो चाहिँ वान आफ्टर अनदर भइरहेको छ कि।
झाँकीहरूको अन्तिम अन्तिम हुन लाग्यो जस्तो लाग्छ होइन, तर भएको चाहिँ हुँदैन के। अनि धेरै गाउँबाट धेरै यस्तो आउँदो रहेछ। अनि म त खिच्दा खिच्दा आज त थाकि नै सकेँ। तपाईँहरू भ्लग हेर्ने मान्छेलाई पनि वाक्कै लाग्छ होला आज त, वाक्क पनि लाग्ला रमाइलो पनि लाग्ला, किनभने नेपालमा यस्तो कुरा खासै देख्न पाइँदैन नि त। हेरिरहेछौँ त्यो चाहिँ लास्ट हो। यो चाहिँ यहीँको लोकल गाउँवालाहरूको हो। त्यसपछि सक्यो। अहिलेको टाइम भनेको ठ्याक्कै बिहानको 4:30 भयो, 4:45 भइसकेको छ। अब यिनीहरूले यो मन्दिरलाई सर्कल लगाएपछि सक्यो। अनि त्यस पछाडि अब दीपबत्ती प्रज्वलन गर्ने के गर्ने गर्छन्। म यसको एन्ड पनि देखाउँछु है त तपाईँहरूलाई, हेर्दै गर्नु होला। यतिन्जेल म देखाइहाल्छु। अब यहाँनिर यसमा चाहिँ दीपबत्ती प्रज्वलन हुने रहेछ होइन। अनि यसरी यहाँनिर चाहिँ केमा हो हाल्दैछन्। त्यसपछि अब म बालेको पनि देखाउँछु। अनि यो बालिसकेपछि चाहिँ यो कार्यक्रमको विधिवत अन्त्य हो के अरे आई गेस। ल अब चाहिँ हामी यो दीप प्रज्वलन गरेको हेर्न लागिरहेछौँ। तर अब यो पेट्रोल सेट्रोल युज गर्ने भावहरू हो कि हामीलाई निकै टाढा बस्नलाई भन्नुभयो। अब जुमै गर्नुपर्ने भयो यहाँबाट। हुँदैछ के हुँदैछ हेरौँ। मान्छेहरू त फेरि अगाडि नै बसिरहेको न, हामीले त बस्नु दिएन। फुल सर्ट खिच्नको लागि पनि 1मै खिच्नुपर्ने भयो, 3x मा खिचेर भएन। हेरौँ है त के हुन्छ। ल अब हेरौँ है त। मसाला लिएर त्यसरी मस्त। वाउ पटाका जस्तो रहँदैन।
दामी हुँदो रहेछ नि त पुरै घुमिरहेछ त्यो बवाल हुँदो रहेछ यार दामी लागेर अझै घुम्दैछ मलाई त पेट्रोल होला भनेर त यस्तो हुँदो रहेछ अनि त्यही भएर पो रहेछ त टाढा बस्नु हुने निकै लामो समयसम्म बोल्दो रहेछ ब्युटिफुल होइन त ब्याकग्राउन्डमा पटाका र यो अन्तिम खुस ल सकियो ओके गाइस यो चाहिँ मेरो ब्लगको अन्त्य थियो म अब यसलाई एडिट गरेर हाल्नलाई कहिले हुन्छ एडिट त होइन क्लिपिङ गरेर हाल्ने हो मैले कहिले हुन्छ अनि त्यस पछाडि कस्तो लाग्छ केरलाको फेस्टिभल लाइक सेयर सब्सक्राइब कमेन्ट मस्ट भइहाल्यो बाँकी अरू ब्लगहरूमा भेट्दै गर्नुला टिल देन किप वाचिङ द च्यानल सब्सक्राइब है एकचोटि मैले